भ्रष्टाचारले सीमा नाघिसकेको छ। कयौं शहीदहरू बलि चढे तर परिवर्तन अझै आउन सकेको छैन। गरिबहरू भोकले ढल्छन्, पीडितहरू पीडामै बाँचिरहेका छन्। त्यो अन्ध्यारो बीच केही युवाहरूले सपना देखे, देशलाई उज्यालो पार्नुपर्छ परिवर्तन ल्याएर। यस कसैले वृद्ध आमाको काँध छोडे, कसैले वृद्ध बाबाको हात, कसैले पढाए त कसैले प्रेम त्यागे। सबैको काँधमा एउटै जिम्मेवारी परिवर्तन ल्याउनु छ। टिकटकमा अहिले एउटा ट्रेन्ड चलिरहेको छ। एकातिर नेपाली नेताका छोराछोरी र नाति नातिनाहरूले कति आनन्ददायी जीवन बाँचिरहेका छन् भन्ने देखाउने, अनि अर्कोतिर आम नेपालीले कस्तो पीडादायी जीवन बाँचिरहेका छन् भन्ने तस्बिरहरू। आज हामी कुरा गर्दैछौँ नेपो किड्स ट्रेन, जसले पिउने पानीदेखि विदेशको पढाइसम्म सबै कुरा भ्रष्टाचारले चलाएका छन्। सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्चालनलाई जिम्मेवार तथा जवाबदेही बनाउन 7 दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक सूचनाहरूमा आह्वान गर्ने। तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणबाट त्यो सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने पनि भनिरहेको छ। सरकारले फेसबुक, युट्युब सहित 26 वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। के आदेशसँगै देश मौन बन्यो, मोबाइलका पर्दा अन्धारा भए, कानमा स्वरहरू उठ्न थाले। यो त लोकतन्त्र होइन, तानाशाही हो। यो स्वतन्त्रता होइन, निरङ्कुशता हो। एक पुस्ताको स्वर आफ्नै देशमा बन्द गरियो। त्यो अन्ध्यारो केवल आकाशमा होइन, सबैको मुटुमा फैलियो। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध भोलि काठमाडौँको माइती घर सहित देशका विभिन्न भागमा एकसाथ जेएनजी पुस्ताले प्रदर्शन गर्ने घोषणा गरेका छन्। हेलो ओए सुन्न यार, अब त यिनीहरूले हाम्रो बोल्ने आवाज पनि बन्द गरिदियो यार। यही त नि यार, मैले त भर्खरै समाचार सुन्दै थिएँ। के होइन, अब त अति भयो, हामी त उठ्नै पर्छ यार। अब त पर्छ यार, भोलि ल भोलि 4 भेटौँ न त। ल सबै केटाहरूलाई त्यही भेला। ल हुन्छ हुन्छ। हातमा झन्डा समाएर युवाहरू उठे, बिहानको पहिलो उज्यालो झैँ। नेपालभर आगो झैँ फैलियो क्रान्तिको लहर। जेन्जीहरू सडकमा ओर्लिए, स्मार्टफोन हातमा, मनमा देश, राष्ट्रिय झन्डा। आँखामा आँसु र आकाशमा आशा। हामी चल्न जाने पर्दैन बाबु, मरिन्छ त्यहाँ। बाले भने होइन, जन्मभूमि र जन्म दिने आमा हुन्छ भनेर हरेक खण्डमा आफ्नो ज्यान दिनुपर्छ। म प्रोटेस्टमा जानलाई गइ होइन। अन्त प्रोटेस्टमा चाहिँ किन जानु पर्यो नि? मार्छन् त्यहाँ। के गर्दैनन् कि हेर, स्कुल ड्रेसमा जान लागेको यसले पनि केही गर्नु पर्दैन। ल बा, म गएँ है। अहिले बेलुकासम्म आउँछु कि। बाबु, राजेश, मेरो छोरा कहाँ जाँदैछौ? तिमी त भन्थ्यौ विदेश गएर पैसा कमाउँछु, घर बनाउँछु भनेर। त्यो सपना के भयो बाबु? आमा, म विदेश गएँ भने यो देश कहिले बन्छेको? विदेश गएर ल्याएको पैसाले हाम्रो घर त उज्यालो हुन सक्छ, तर म चाहन्छु सबैको घर उज्यालो होस्। आमा, मेरो आमाको मात्र होइन, सबै आमाहरूको आँगन उज्यालो होस्। त्यसैले अब म पैसाको होइन, परिवर्तनको खोजीमा जाँदैछु। त्यो उज्यालोको लागि म आफ्नो जीवन पनि सुम्पन्छु। आमा, छोरी, तिमी कहाँ गएर कि? पढ्नुपर्ने उमेरमा किन यस्तो बाटो हिँड्दैछौ छोरी? बाबा, अब पढाइको अक्षरले मात्र यो देश बन्दैन रहेछ। यहाँ अन्याय र भ्रष्टाचारले आकाश छोएको छ। त्यसैले म यो देशका लागि हिँडेकी हुँ। जीवनको माया भन्दा ठुलो देशको माया हो बाबा। परिवर्तनले सबै युवाको, सबै परिवारको भविष्य बनाउन छ। सुन्नु साथीहरू, यहाँ सरकारवालाहरूले हाम्रो मुख टाल्ने काम गरिरहेछ। अब हामी नउठेको हुन्छ। साथीहरू
गर्नुपर्छ है र हाम्रो सुरु चाहिँ प्रशासन चोकबाट हुनेछ त्यसैले कसैले त्यहाँ ढुङ्गा मुरा गर्ने ढुङ्गा एक्टिङ काम चाहिँ नगर्नुहोस् है त ल ल सीमाभित्र मैले जन्म लिए गोर्खालीको सन्तान भनी गर्व गर्यो थिए जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै हामीलाई के नै सुख छ This